साथीहरु नमस्कार। अल इन वान च्यानलमा यहाँलाई स्वागत छ। आज म नयाँ आउन लागेको आइपिओ को बारेमा सम्पूर्ण जानकारी दिँदैछु। कहिलेदेखि भर्ने, कति किता भर्ने, कुन कम्पनीको आइपिओ सबै यस भिडियोमा तपाईहरुलाई जानकारी दिनेछु। नयाँ आइपिओ आउन लागेको कम्पनीको नाम रहेको छ सान्वी इनर्जी लिमिटेड। यस कम्पनीले यही जेठ 9 गतेदेखि सर्वसाधारणका लागि आइपिओ बिक्री खुला गर्न लागेको हो। यस कम्पनीले 24 करोड 15,30,000 रुपैयाँ बराबरको 24,15,300 किता शेयर निष्कासन गर्न लागेको हो। यसको प्रति किताको मूल्य रहेको छ 100 रुपैयाँ। यस कम्पनीले 8 करोड 80 लाख रुपैयाँ बराबरको 8,80,000 किता आइपिओ आयोजना प्रभावित स्थानीय बासिन्दाको लागि बिक्री गरिसकेको छ भने वैदेशिक रोजगारीमा रहेका नेपालीको लागि 2,91,000 किता आइपिओ बिक्री गरिसकेको छ। यस कम्पनीको आइपिओमा जेठ 13 गतेसम्म आवेदन दिन सकिनेछ। यस कम्पनीको आइपिओमा न्यूनतम किता 10 देखि अधिकतम किता 20,000 सम्म आवेदन दिन पाइनेछ। यस कम्पनीको आइपिओ निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ्स नेपालले कम्पनीलाई केयर NP++ ECUR रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ। यस कम्पनीको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्ता बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी-आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरू तथा CDSC एन्ड क्लियरिङ लिमिटेडले निर्माण गरेको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी सी-आश्वा मार्फत यस कम्पनीको आइपिओमा आवेदन दिन सक्नेछन्। यस कम्पनीको आइपिओ जेठ 9 गतेदेखि जेठ 13 गतेसम्म आवेदन दिन सकिने हुँदा सबैजनाले नछुटाइकन भर्नुहोला। भिडियो मन परेमा लाइक तथा सब्स्क्राइब गर्नुहोला। हस्त धन्यवाद।